ट्रिपल एचले चाहिँ कन्फर्म गरेर चाहिँ भनिसकेको छ बिस्ट भर्सेस रुलर, ब्रक भर्सेस ओभा रेसलमेनिया 42 मा चाहिँ हुनेवाला छ भनेर चाहिँ ट्रिपल एचले चाहिँ अफिसियल गरेर चाहिँ भनिसकेको छ। अब कुरा गरौँ बुली रेको बारेमा। बुली रेले चाहिँ भनिसकेको छ एउटा सानो सुपरस्टारलाई चाहिँ 60 सेकेन्डमा चाहिँ कसरी चाहिँ मेगा स्टार बनाउने त्यो चाहिँ ब्रक लेसनर देखिको चाहिँ सिक्दा हुन्छ भनेर चाहिँ बुली रेले चाहिँ भनेको छ। अब कुरा गरौँ टमी ड्रिमरको बारेमा। टमी ड्रिमरले चाहिँ भनिसकेको छ ब्रक भर्सेस ओभा फेमीको म्याच चाहिँ ब्रक भर्सेस गोल्डबर्गको चाहिँ अपडेटेड भर्जन हो। जब गोल्डबर्ग भर्सेस ब्रक लेसनरको चाहिँ रेसलमेनियामा चाहिँ म्याच भएको थियो सबैभन्दा सुरुमा, त्यतिखेर इन्टरनेटको कारणले गर्दाखेरि फ्यानहरु चाहिँ त्यो म्याचको लागि चाहिँ एकदमै चाहिँ त्यो म्याचलाई चाहिँ हेट गर्न थालेको थियो। तर यो ब्रक भर्सेस ओभा फेमीको म्याचमा चाहिँ त्यस्तो छैन। यो चाहिँ फर्स्ट टाइम म्याच भए पनि यो चाहिँ एकदमै इन्ट्रेस्टिङ म्याच हुनेवाला छ अनि यो चाहिँ एकदमै बिग म्याच चाहिँ हुनेवाला छ अनि यो म्याचले चाहिँ टिकट चाहिँ एकदमै धेरै बेच्नेवाला छ भनेर चाहिँ टमी ड्रिमरले चाहिँ भनेको छ। अब कुरा गरौँ र्यान्डी ओर्टनको बारेमा। र्यान्डी ओर्टनले चाहिँ कोडी रोडलाई अट्याक गरेर चाहिँ हिल टर्न गरेपछि चाहिँ र्यान्डी ओर्टनले चाहिँ भनेको छ रेसलिङमा एउटा मात्रै शाही खानदानको मान्छेहरू छैन, धेरै खालको शाही खानदानबाट आएको मान्छेहरू छ भनेर चाहिँ र्यान्डी ओर्टनले चाहिँ भनेको छ। यो र्यान्डी ओर्टनले जे भन्यो नि रेसलिङ हैज मोर देन वन रोयल फ्यामिली, यो पार्ट चाहिँ कोडी रोड्सको थीम सङको फर्स्ट पार्ट चाहिँ रहेको छ। अब कुरा गरौँ जेका फाटुको बारेमा। जेका फाटुले चाहिँ भनिसकेको छ जब म जेल परेको थिएँ त्यतिखेर मैले जेलमा चाहिँ हेर्ने गर्थेँ WWE अनि त्यतिखेर चाहिँ मैले उसोजहरूलाई देखेँ अनि त्यसपछि चाहिँ मलाई चाहिँ WWE प्रति चाहिँ इन्ट्रेस्ट लाग्न थाल्यो अनि मलाई चाहिँ WWE मा चाहिँ आउन मन लागेको थियो भनेर चाहिँ जेका फाटुले चाहिँ भनेको छ। अब कुरा गरौँ जेका फाटुकै बारेमा। जेका फाटुले चाहिँ भनिसकेको छ WWE ले चाहिँ मेरो क्यारेक्टर मेरो रियल लाइफमा क्यारेक्टर कस्तो छ त्यस्तै क्यारेक्टर चाहिँ देखाएको छ। म चाहिँ WWE लाई चाहिँ एकदमै धेरै धन्यवाद दिन चाहन्छु किनभने WWE ले चाहिँ म जस्तो थिएँ जहाँ थिएँ मेरो पहिला जस्तो क्यारेक्टर थियो त्यस्तै क्यारेक्टर चाहिँ मलाई स्वीकार गरो भनेर चाहिँ जेका फाटुले चाहिँ भनेको छ। अब कुरा गरौँ WWE को बारेमा। WWE मा चाहिँ नयाँ क्रिएटिभ डाइरेक्टर आइसकेको छ जसको नाम रहेको छ थोमस सिटलर। थोमस सिटलरले चाहिँ आफूलाई चाहिँ म चाहिँ नयाँ क्रिएटिभ डाइरेक्टर WWE को हो भनेर चाहिँ थोमस सिटलरले चाहिँ आफूलाई चाहिँ अनाउन्स गरिसकेको छ। अब कुरा गरौँ बुकटीको बारेमा। बुकटीले चाहिँ भनिसकेको छ रन्डा राउजीले चाहिँ AEW मा चाहिँ जोइन गरेर चाहिँ एकदमै राम्रो काम गर्यो भनेर चाहिँ बुकटीले चाहिँ भनिसकेको छ।